जबसम्म म न्याय पाउँदिन तबसम्म मलाई भोक तिखा के लाग्दैन। नेपाल सरकार शिक्षा मन्त्रालयले कडा प्रश्न छ। ऊ त्यहाँनिर एउटा भाइ छ, त्यो भाइले आज यहाँ बसेको 4-5 दिन भइसक्यो। यो भाइको आज के रहेछ समस्या त्यो बुझौँ हामीहरू आज चाहिँ। भाइ तिमीलाई के भएको आज 4-5 दिन भयो यहीँ छौ त? म चाहिँ केपी शर्मा ओली। हाल चाहिँ मैले भर्खरै क्लास 12 को एक्जाम दिएको थिएँ। अनि क्लास 12 को एक्जाम दिँदाखेरि मैले चाहिँ कस्टम भने मैले पुरै लेखेको थिएँ। कस्टम 4 GPA आउँछ 100% हो। थाहा छ कि मलाई 4 GPA। अरे तिमीले यहाँ के लेखेको भाइ? 4 GPA गराइदिए सरकार। कसले लेख्न खोजेको यो चाहिँ? नेपाल सरकारले लेख्न खोजेको। यो कडा प्रश्न छ नेपाल सरकारलाई। मैले चाहिँ 100% कस्टम पत्रकार छु। कस्टम 100% 4 GPA को लागि मैले तयार गरेको थिएँ। 4 GPA आउँछ भनेर म पुरै सपना निन्द्रामा पनि म 4 GPA आउँछ भनेर सोचे एक्सपेक्ट गरेको थिएँ। कति दिन भयो तिमीले खाना नखाएको आज? 4-5 दिन भयो। मलाई खाना साना भोक तिर्खा केही पनि लाग्दैन। जबसम्म म न्याय पाउँदिन तबसम्म मलाई भोक तिर्खा केही लाग्दैन। नेपाल सरकार शिक्षा मन्त्रालयले कडा प्रश्न छ। मैले लेखेको, मैले गरेको मिहिनेत आज आमा बुवाले पनि ठुक्क भनेर छोरामाथि ठुक्नु परेको छ। यति मिहिनेत मैले गरेको थिएँ तर पनि मैले न्याय पाइनँ भने अब म यहाँ कैयौँ दिनसम्म यसमै बस्नेछु। मैले 4 GPA गराइदिए सरकार भनेर मैले भिख माग्नु परेको छ। यानि मैले लेख्दा पनि मेरो भनेको लेखेको जति मिहिनेत गरेको जति GPA आएन। म कसम खाँदैछु सरकारलाई, कसम। मैले यहाँ कति मिहिनेत गरेको थिएँ त्यो पछाडि यो पछाडि ढाड पछाडि लुकेको छ मेरो मिहिनेत। कसैले देखिन। मैले चाहिँ म्याथ जस्तो सब्जेक्टमा पनि पास नहुने हो। म्याथ जस्तो सब्जेक्टमा A+ आउँछ सोचेको थिएँ मैले। 75 मा 74 मेरो आँखा अगाडि आएको थियो। कति विषय लाग्यो भाइ तिमीलाई? च्याटजिपिटीबाट मैले सारेन। मैले यो वर्षभित्र म डेटिङ पनि गएन। मेरो गर्लफ्रेन्ड छ तर पनि म डेटिङ गएन। अझै के डेटिङ नगएर पनि अहिले पास हुनुपर्ने होइन। मैले कति विषय लाग्यो भाइ तिमीलाई चाहिँ? मैले 6 विषयको एक्जाम दिएको। 6 मा म 6 का 6 मा A+ आएर म 4 GPA ल्याउँछु भन्ने ठानेको थिएँ तर 6 का 6 झोलै लाग्यो। यो कस्तो नेपाल सरकारले न्याय दिनु पर्यो है विद्यार्थीहरूलाई चाहिँ। यस्तो गर्नु भएन। आज त मैले खाना साना भोक तिर्खा सब छोडिसकेँ। अब म घर जाँदा सिधा जङ्गलमा गुप्त बास जङ्गल गएर म बस्छु। नेपाल सरकारमाथि कडा प्रश्न छ।